हाई नमस्कार सबैजनालाई र जस्तै अब तपाईँहरूले हेरिसक्नु हाम्रो स्क्रिनमा आज के छ भन्दाखेरि मैले एउटा कोर्स कम्प्लिट बिगिनर्स कोर्स भनौँ न सुरुमा मैले यो ल्याउने विचार गरेको त्यो पनि एउटा प्लानिङ इन्जिनियरको होइन प्राइमेरा P6 बिगिनर कोर्स छ त्यस सम्बन्धी मैले एउटा कोर्स तयार पार्न लागेको छु त्यसकै आज हामीले एउटा सानो प्रेजेन्टेसन र यो कोर्समा के हामी कभर गर्छौँ र यो प्राइमेरा P6 र यो प्लानिङ इन्जिनियरिङ के रिलेसन छ र हामीले प्लानिङ इन्जिनियर चाहिँ किन यसले इम्पोर्टेन्ट भएको देखिन्छ सो त्यसमै हामी रहिरहेर कुरा गर्छौँ र यसको बारेमा डिस्कस गर्छौँ र यदि तपाईँ प्लानिङ इन्जिनियर बन्न चाहनुहुन्छ कन्स्ट्रक्सन फिल्डमा आफ्नो क्यारियर अगाडि बढाउन चाहनुहुन्छ भने प्राइमेरा सिक्ने अत्यन्तै आवश्यक छ अहिलेको समयमा चाहिँ प्राइमेरा P6 र अहिले चलेको प्राइमेरा P6 र एउटा MS प्रोजेक्ट जुन चाहिँ प्लानिङ इन्जिनियरको लागि मोस्ट छ र बेसिकली म अहिले प्राइमेरा P6 को बारेमा कुरा गर्छु र यो चाहिँ कसरी सिभिल इन्जिनियर जुन फ्रेसर छ साइट इन्जिनियर छ होइन त्यो आफ्नो करियर होइन साइट इन्जिनियरबाट प्लानिङ इन्जिनियरमा कसरी मुभ गर्न सकिन्छ र त्यो प्लानिङ इन्जिनियरमा जानको लागि चाहिँ के सफ्टवेयर र के स्किल्स हुन आवश्यक छ र प्लानिङ इन्जिनियर आखिर गर्छ के हैन त्यो बारेमा हामी कुरा गर्छौँ र यही विषयमा बसेर हामी आज यो भिडियोमा कुरा गर्छौँ र सही तरिकाले उहाँहरूले बुझाउने कोसिस गर्छौँ र मेरो बारेमा कुरा गर्दाखेरि म चाहिँ अब 10 वर्षदेखि मानौँ न लगभग अलमोस्ट 10 इयर्स म चाहिँ यो इन्डस्ट्रीमा छु र मैले साइट इन्जिनियरदेखि होइन प्लानिङ इन्जिनियर प्रोजेक्ट म्यानेजरसम्म काम गर्दाखेरि मैले आफूले गएको र बटुलेको अनुभव र एक्सपिरियन्सलाई सेयर गर्दै म तपाईँहरूलाई यो आफ्नो प्र्याक्टिकल एक्सपिरियन्स थ्योरिटिकल मात्रै नभएर हामी प्र्याक्टिकल एक्सपिरियन्स अनुसारले हामी काम गर्छौँ र त्यो प्लानिङ इन्जिनियर बन्नलाई कुन कुन स्टेप्स र के स्टेपले गर्दा हामी प्लानिङ इन्जिनियर बन्छौँ किनकि अहिले एकदम डिमान्डेड भइसकेको छ कि यो सफ्टवेयर त सिक्नु नै आवश्यक छ एउटा टुल्स होइन तर टुल्सलाई सही तरिकाले कसरी युज गर्ने र यो प्लानिङ इन्जिनियर किन आवश्यक परिरहेको छ भन्ने कुरामा हामी एकदमै बुझ्नु पर्नेछ र यो चाहिँ इमर्जिङ फिल्ड भइसकेको छ नेपालमा पनि यो अत्याधिक एब्रोडमा त यो युज भइ नै रहेको छ वर्ल्ड वाइड छ र तपाईँलाई थाहा छैन भने यो प्राइमेरा P6 यो एउटा इन्टरनेसनल सफ्टवेयर हो होइन चाहे ठुलो प्रोजेक्टमा विदेशमा चाहिँ प्राइमेरा P6 नै प्राय युज हुन्छ र त्यसको सँगसँगै MS प्रोजेक्ट पनि युज हुन्छ र प्राइमेरा P6 अहिले चाहिँ हाइड्रो पावर होइन रोड कन्स्ट्रक्सन नेपालमा पनि इमर्जिङ स्टेजमा छ एकदम मतलब भइरहेको छ एकदम डिमान्डेड छ अहिले तपाईँहरूले पनि हेर्नुभयो भने मेरो जग्गा कुनै साइडमा जानुभयो भने एउटा कम्प्युटर प्लानिङ इन्जिनियरमा आएकै हुन्छ त्यही भएर मैले सोचेँ अब यो एउटा कोर्स चाहिँ एउटा राम्रोसँग बनाऊँ होइन त्यसलाई यो बिगिनर र इन्टरमिडिएट लेभलको त्यसपछि एडभान्स लेभलमा प्राइमेरा P6 भनेको अब सफ्टवेयरको नाम सुन्नु भएको छैन भने ठिकै छ यो हुन्छ अब हामी पनि सुन्छु नहुँदाखेरि अब के हो के भने थाहा थिएन तर यो प्रोजेक्ट म्यानेजमेन्टतिर यो प्रोजेक्ट प्लानिङतिर जाँदाखेरि अब प्रोजेक्टमा जाँदाखेरि अब तपाईँले प्लानिङ गर्नुपर्ने हुन्छ अब एक्सेलमा पनि बनाइन्छ तर त्यति इफेक्टिभ त्यति कम्युनिकेटेड जस्तो हुँदैन कि एक्सेलमा त गर्न मिल्छ तर अब एज बिल्ट र त्यो सबै गर्न ल्याउँदैन त्यही भएर एउटा प्राइमेरा P6 सिक्ने टुल छ सबै कुरा तपाईँले यसमा गर्न अब सेड्युल पनि गर्न मिल्यो प्लानिङ गर्न मिल्यो र EVM अर्न भ्यालु म्यानेजमेन्ट पनि गर्न मिल्यो तपाईँलाई बजेटहरू सबै हाल्न मिल्छ त्यही भएर यो प्लानिङ इन्जिनियरको लागि यो सफ्टवेयर चाहिँ एकदम पर्फेक्ट छ र यो सफ्टवेयर सिक्नु एकदम आवश्यक समयमा भइसकेको छ प्राइमेरा P6 भनेको एउटा प्रोजेक्ट म्यानेजमेन्ट सफ्टवेयर हो जुन चाहिँ कन्स्ट्रक्सन प्रोजेक्टहरूलाई प्लान गर्न सेड्युल गर्न र त्यसलाई कन्ट्रोल कसरी गर्ने कन्ट्रोल गर्नलाई यो सफ्टवेयर टुल्सले हामीलाई सिकाउँछ जस्तै ठुला प्रोजेक्टहरू अब मानव बिल्डिङ कन्स्ट्रक्सन होइन रोड प्रोजेक्ट हाइड्रो प्रोजेक्टमा यी सबैमा प्राइमेरा P6 प्रयोग भइरहेको छ यदि तपाईँ साइट इन्जिनियर हुनुहुन्छ र साइट इन्जिनियरबाट प्लानिङ इन्जिनियरतिर जान चाहनुहुन्छ भने यसको अत्यन्तै इम्पोर्टेन्ट किनकि यसको डिमान्ड अहिलेको समयमा धेरै नै भएको छ स्यालेरी पनि राम्रो छ अब साइट इन्जिनियरमा हामी हुन्छ काम गर्छौँ अब ठुलै गएर स्टक र अगाडि बढ्नलाई के गर्ने त होइन के गर्न त एकदम हुन्छ क्या अनि त्यसपछि अब आइडिया पनि हुँदैन जहिले पनि रिमोटली काम गर्नु परिरहेको हुन्छ एक्सेस हुँदैन होइन अब के हो हुन त आजकल सोसियल मिडिया छ र सोसियल मिडियाबाट हाम्रो ठाउँको यो स्किल हुन्छ तर क्युरियस हुनुपर्छ होइन त्यो थाहा भइसकेपछि हामीले त अब साइटबाट अफिस बेसमा जानु छ अफिस बेसमा पुग्नु छ भने यो चाहिँ अहिले नेपालको सन्दर्भमा त के छ भने तपाईँ साइट इन्जिनियर हुनुभयो भने तपाईँले प्लानिङ पनि गर्नु पर्यो साइट मोनिटरिङ पनि गर्नु पर्यो
त्यही गरी सफ्टवेयरको अति आवश्यक छ। अब तपाईँले एक्सटेन्सन अफ टाइम होइन भेरिएसन गर्दाखेरि एक्सटेन्सन यो म्याथ थप गर्दाखेरि योहरू चाहिने हुन्छ, एकदमै चाहिएको हुन्छ कि। त्यही भएर यो रोल चाहिँ तपाईँले साइडबाट अफिससम्म लान्छ होइन, अनि त्यसपछि तपाईँले फर्दर जाँदा त्यसपछि तपाईँले प्रोजेक्ट म्यानेजमेन्टतिर जान सक्नु हो। त्यही भएर यो एकदमै मलाई एकदमै इम्पोर्टेन्ट मान्छ। सो द प्लानिङ इन्जिनियरले होइन एउटा प्लानिङ इन्जिनियर जस्तै अब हामी यो प्राइमरी P6 र यसको बारेमा चाहिँ प्राइमरी P6 के छ भन्दाखेरि इन्ट्रोडक्सनमा हामीले के P6 र P6 भन्छ प्राइमरी P6 प्राइमरी प्रोफेसनल P6 चाहिँ एउटा प्रोजेक्ट म्यानेजमेन्ट टुल छ जुन चाहिँ हामी युज गर्छौँ त्यो प्लानिङ गर्नलाई, सेड्युल र कन्ट्रोल गर्नलाई। र यो कन्स्ट्रक्सन फिल्डमा एकदमै युज नै भइरहेको छ। अब हाइड्रो पावर भयो, मेगा प्रोजेक्टहरू, ब्रिज प्रोजेक्ट, रोड प्रोजेक्ट, बिल्डिङ, त्यो सबै धेरै आइटमहरू हुन्छ कि। अब बिल्डिङमै हेर्नुभयो भने कति आइटम हुन्छ, सिभिलको छुट्टै हुन्छ, इमिपीको छुट्टै हुन्छ। त्यसलाई एकदम मजाले सिक्वेन्समा हालेर प्लानिङ गर्नलाई होइन तपाईँ एक्सेलमा एकदम गाह्रो हुन्छ के। तर एउटा टुल्स छ प्राइमरी P6 टुल्समा तपाईँले सबै मजाले कोडिङ गर्दै मजाले हाल्नुभयो भने तपाईँले ठ्याक्कै प्लानिङ गर्दा सेड्युल पनि दिन्छ होइन। त्यसमा अब त्यसलाई ट्र्याक गर्न मिल्यो, कन्ट्रोल गर्न मिल्यो, सबै बजेट गर्न मिल्यो। अनि क्यारियर स्कोप, यसको त क्यारियर स्कोप भन्दाखेरि एकदम अहिले अब नेपालको सन्दर्भमा त इट इज एट अ पिक। यो अहिले धेरै जसो अबले ट्रेनिङ पनि सुरु गरेको छ होइन। र यो चाहिँ हाइड्रो पावरतिर, रोड प्रोजेक्ट सबैतिर एकदम इम्पोर्टेन्ट भइसकेको छ। जस्तै अब बिल्डिङकै कुरा गऱ्यो भने चाहिँ कुनै पनि कन्स्ट्रक्सनमा अब हामी कन्स्ट्रक्सन ओरिएन्टेड भएर कन्स्ट्रक्सनकै कुरा गरौँ। प्लानिङ भन्दाखेरि प्लानिङ हामी जस्तै कुनै काम गर्दाखेरि प्लान गर्छौँ नि त, पहिला यो काम गर्ने त्यसपछि यो काम गर्ने। जस्तै हाम्रो घरमै कुनै काम हुन्छ, बिहे भोजभतेर हुन्छ भने हामी होइन कतिजनालाई न्यौता दिने होइन, अनि के आइटम खुवाउने, के गर्ने भनेर हामीले प्लान गर्छौँ कि। अनि त्यसलाई लिस्ट गर्छौँ, लिस्ट आउट गर्छौँ, त्यसलाई यो गर्ने होइन, पहिला बजारबाट सामान ल्याउने होइन, त्यसपछि अब घरमा ल्याउने, त्यसपछि अब के आइटम खुवाउने होइन, अनि त्यसपछि कहाँ खुवाउने, त्यो सबै हामी एउटा प्लान गरेर हुन्छौँ। त्यही अनुसार हाम्रो कन्स्ट्रक्सन फिल्डमा गर्दा जुनसुकै कन्स्ट्रक्सन फिल्डमा हामीले कन्स्ट्रक्सन प्रोजेक्ट पाइसकेपछि साइडमा जाँदाखेरि र साइडभन्दा अब सुरुमा त डकुमेन्टेसन भएको हुन्छ। तर हाम्रो टेन्डर इबिडिङ गरिसकेपछि होइन, टेन्डरको फाइनल भइसकेपछि अब हामीलाई त्यो अवार्ड गरिसकेपछि ल त अब काम गर्नुहोस् भनेर हाम्रो भइसक्यो, हामी साइडमा पुग्छौँ होइन। सो त्यहाँदेखि हाम्रो प्लानिङ सुरु हुन्छ क्या, त्यो एक्जिक्युसन फेजमा त्यहाँबाट प्लानिङ सुरु गर्छौँ। जस्तै अब साइडमा पुगिसकेपछि हामीले अब लेबरलाई टेम्पोररी सेटलमेन्टलाई घर आवास बनाइदिनु पर्यो होइन, स्टक बनाउनु पर्यो माल सामान राख्नुको लागि होइन। त्यो सबै गर्दाखेरि अनि त्यसपछि हामी एउटा एक्सकाभेसनतिर लाग्छौँ होइन। त्योभन्दा पहिला पनि हामी त्यो साइटलाई लेआउट गर्छौँ होइन, टपलाई रिमुभ गर्छौँ। त्यो एउटा प्लानिङ हेर्नुहोस् है, हामी त अब त्यसलाई साइट क्लियरेन्स गऱ्यौँ, त्यसपछि हामी एक्सकाभेसनतिर लाग्छौँ होइन। एक्सकाभेसन भइसकेपछि हामी एउटा फाउन्डेसन कन्स्ट्रक्सनतिर लाग्छौँ। एउटा यो भइहाल्यो, फाउन्डेसनलाई कन्स्ट्रक्ट गर्छौँ। त्यसपछि फाउन्डेसन पछि हामी एउटा अब सुपर स्ट्रक्चरतिर लाग्छौँ। सुपर स्ट्रक्चरमा पनि हामीले अब कोलम छ होइन, बिम छ, स्ल्याब छ, त्यो सबै गर्छौँ। त्यसपछि फिनिसिङतिर एउटा फेज आउँछ, फिनिसिङ फेज हुन्छ। त्यो सबैलाई हामी सिक्वेन्स गर्दै गर्दै सिक्वेन्समा लान्छौँ र त्यो प्रत्येक आइटमको प्रत्येक कामको होइन त्यसले कति टाइम लाग्छ के लाग्छ हामी त्यो हिसाबले एउटा लेबर प्रोडक्टिभिटीको अनुसारले हामी त्यो निकाल्छौँ। र त्यो हामी विषय अब होइन एकदम डिटेल्समा हामी कुरा गर्छौँ जब यो सफ्टवेयरहरू चलाउँदाखेरि त्यो सँगसँगै हामीले सिक्छौँ। मैले अहिले भन्न खोजेको प्लानिङ इन्जिनियरले गर्नुपर्ने होइन सर्टमा त्यो कामहरू म तपाईँलाई भनिरहेको प्लानिङ इन्जिनियर। र त्यो त्यसपछि त्यो चाहिने सफ्टवेयर होइन प्राइमरी P6, त्यसको लागि त्यो प्राइमरी P6 हामीले एकदम इजी गरिदिन्छ त्यो गर्नलाई। प्लानिङ गर्यो अनि त्यसपछि उसले आफै सेड्युल बनाइदिन्छ कुन मितिमा सुरु गर्यो। जस्तै तपाईँले हेर्न सक्नुहुन्छ होइन, यो फोटो चाहिँ हेर्न सक्नुहुन्छ कन्स्ट्रक्सन प्लानिङ ओभरभ्यू। र जस्तै यो प्लानिङ गरेको हामीले होइन, प्रोजेक्ट स्टार्ट भयो होइन, यो जनवरी फरवरीमा छ, 3 महिना लाग्छ, रिकन्स्ट्रक्सन फेज इन्टिग्रेसन भयो। त्यसपछि हामी यो फाउन्डेसन यो रिकन्स्ट्रक्सन डकुमेन्टेसन होइन धेरै कामहरू हुन्छ नि त, त्यसपछि हामी साइडमा आउँछौँ। त्यसपछि यो फाउन्डेसनको काम गर्छौँ होइन, त्यसपछि स्ट्रक्चरको काम गर्छौँ, त्यसपछि फिनिस गर्छौँ र ह्यान्ड ओभर गर्छौँ। यसरी सिक्वेन्स मिलाउँदै जाने हो, यो काम पछि यो गर्छ, यो काम पछि यो गर्छ, यो काम पछि यो गर्छ, एउटा प्लानिङको सिक्वेन्स भयो। त्यसमा हामीले एउटा डिफ्रेन्स यो प्रोग्राम छ, फिनिस टु स्टार्ट, कुन काम फिनिस हुन्छ, कुन काम फिनिस गरिसकेपछि स्टार्ट गर्ने,
कुन काम सँगसँगै फिनिस हुन्छ, कुन काम सँगसँगै स्टार्ट हुन्छ, त्यो सबै कुरा हामी यो एस्टुल्समा गर्न सक्छौँ। र क्रिटिकल पाथ एनालाइसिस गर्न मिल्यो होइन, रिस्क एसेसमेन्ट गर्न मिल्यो, र टिम्स तपाईँले रोल पनि एसाइन गर्न मिल्छ। अब प्रोजेक्ट म्यानेजरको अन्डरमा को छ होइन, कामले गर्नुपर्दा एक्टिभ इन्जिनियर, र त्यो भइसकेपछि हामी त्यो प्रोग्रेस एनालाइसिस गर्छौँ होइन, रिस्क एसेसमेन्ट गर्छौँ, र यो बजेटहरूको बारेमा त्यसमा बजेट अब जस्तै अब फाउन्डेसन कम्प्लिट हुन्छ, फाउन्डेसन कम्प्लिट भइसकेपछि हामीले कतिको काम गर्यौँ त होइन, त्यो हामीले त्यहाँ एउटा एलोकेसन हामी दिएको अनुसारले त्यहाँ राखेका हुन्छौँ, त्यो हेर्छौँ होइन। अहिले हामीले प्लान गरेको थियो होइन 10 दिनमा हामीले अब 5 लाख काम गर्छौँ भने त्यो 10 दिनमा गएर हामी ट्राई गर्छौँ, त्यो होइन वास्तवमा हामीले 10 दिन काम गऱ्यो कि गरेन, त्यो सबै त्यहाँ ट्राई गर्न मिल्छ। र त्यो हुँदाखेरि हामीले त्यो सबै प्रोजेक्ट ओभरभ्यू र कम्प्लिट प्रोजेक्टको बारेमा हामीले थाहा हुन्छ कि वास्तवमा हामी प्रोजेक्टमा कहाँ छौँ। तर तपाईँ एउटा कुनै प्रोजेक्ट गरिराख्नु भएको छ होइन, अनि कसैले आएर तपाईँले भन्यो कि वाट डु स्ट्यान्ड एट प्रोजेक्ट या वाट आर यु अप टु अबाउट यर प्रोजेक्ट, तपाईँ प्रोजेक्टमा कहाँ हुनुहुन्छ, प्रोजेक्टको स्थिति के छ भन्दाखेरि सोध्दैन हामी के भन्छौँ, हामी अन्डर बजेट छौँ, ओभर बजेट छौँ, अन्डर सेड्युल छौँ, ओभर सेड्युल छौँ, के भन्ने त हामी कुन अवस्थामा छौँ प्रोजेक्टमा, त्यो सबै चाहिँ हेर्नलाई तपाईँ बुझ्नु चाहन्छ प्राइमरी P6 र प्लानिङ इन्जिनियरको, प्लानिङ इन्जिनियरले त्यो सबै ठ्याक्कै भनिदिन्छ कि प्लानिङ इन्जिनियरले, किनकि उसले प्लान गरेर हुन्छ, उसले डेली मन्थ बाई मन्थ विकली बाई विकली त्यसले प्रोजेक्टलाई ट्र्याक गरेर हुन्छ होइन। हामीले प्लान गरेका थियौँ कि हामी 15 दिनमा यो काम सकाउँछौँ, आखिर किन सकेन, हामी कहाँ छौँ, त्यो कुरा चाहिँ प्लानिङ इन्जिनियरले गर्ने हो। त्यो एकदम इन्ट्रेस्टिङ हुन्छ कि त्यो अब तपाईँलाई त्यही त अब ठुलो ठुलो प्रोजेक्ट छ, अन्ध चलाएर त भएन, हामीलाई थाहा हुनु पऱ्यो कति बजेट चाहिने हो होइन, हामीले कहाँ छौँ होइन, यदि हामी त आफ्नो प्रोजेक्ट हाम्रो अलरेडी ट्र्याकमा छैन भने हामी किन ट्र्याकमा छैन, त्यो कुराहरू बुझ्नलाई तपाईँले यो प्लानिङ इन्जिनियरको एकदम रोल हुन्छ र इम्पोर्टेन्ट रोल हुन्छ। सो यो अलिकति होइन सर्ट इन्ट्रोडक्सन भयो हाम्रो यो प्लानिङ इन्जिनियरको बारेमा, प्लानिङ इन्जिनियर गर्छ के भन्दाखेरि होइन। त्यसपछि अब हामी पहिला यसमा टुल्स युज प्राइमरी P6 त्यसमा हामी पढ्छौँ, र त्यो सँगसँगै हामीले प्लानिङ इन्जिनियरले गर्नुपर्ने कामहरू के गर्छ त त्यो पनि पाउँछौँ, र यो प्राइमरी P6 कसरी चलाउनु पनि त्यसको मैले सर्ट एउटा सिलेबस पनि बनाएका छौँ। त्यो जस्तै अब इन्टरफेसहरूको बारेमा पछि कुरा गर्छु, लेआउट, विन्डोज, नेभिगेसन, त्यो सबै भइहाल्यो। त्यसपछि यो प्रोजेक्टहरू बनाउनलाई EPS के हो, प्रोजेक्ट क्रिएसन के हो, क्यालेन्डर्स के हो होइन, इन्टरप्राइज प्रोजेक्ट होइन यो के हो, त्यो सबै हामी पढ्छौँ। यो हुँदा हुँदै हामी सबै एक्टिभिटिजहरू गर्छौँ, र यो सबै गरेर हामीले ड्रन सेड्युल त्यो सबै हामी एउटा प्रोजेक्ट भइसकेपछि हामी त्यहाँ पुरा गर्छौँ। र आजको यो भिडियोलाई तपाईँहरूलाई धेरै धेरै धन्यवाद, र अर्को नेक्स्ट भिडियोमा हामी त्यो डाइरेक्ट P6 ओपन गरेर त्यसमा हामी गर्नेछौँ।